दर्शकबिन्द हेर्न सक्नुहुन्छ स्थानीय बासिन्दाहरूले पनि आफै स्वयं यहाँ देख्नु भएको छ र यो सत्य के हो यो कुरा आफ्नो ठाउँमा होला तर नेपाल प्रहरीले आफ्नो तैनाथी बाक्लो रूपमा बनाएर प्रहरी भ्यानलाई उल्टो फर्काएर इन्द्र चामलिङ राईजीको तपाईको घरको कम्पाउन्ड भित्र पछाडि फर्काएर गाडी लगेको छ। हामी प्रत्यक्ष वीरगोर्खाली अनलाइन टिभीले प्रत्यक्ष तपाईहरुमा लाइभ देखाइरहेका छौं। यो के रहेछ यो अहिले संघर्षबद्ध हतियार आँखाले प्रत्यक्ष बन्दुक देखियो सर, आर्मीको बोरा देखियो। हजुर अब के हो रहस्य खासमा अब अनुसन्धान गर्नु पर्यो। आर्मीको ड्रेस देखियो, बोरा बन्दुक रियाली देखियो। हजुर हैन आँखाले देख्नुभयो? आँखाले देखियो हैन। हजुर अब रियालिटी के हो अब छानबिन प्रहरी महाशाखाले त्यो हतियार देख्नुभयो? हतियार देखियो तपाईले आर्मीको ड्रेस र हतियारै देख्नुभयो? आर्मीको ड्रेस एक बोरा र हेलमेट हजुर अनि हतियार। अनि उहाँहरु के फिल्मी सम्बन्धी काम गर्नुहुन्थ्यो र? खोइ त्यो थाहा भएन मलाई। फिल्म हो कि के हो पनि भन्दै थिए, तर हतियार चाहिँ कस्तो थियो त? नेपाल पुलिसले बोक्ने हतियार थियो। नेपाल प्रहरी सेम नेपाल प्रहरीले बोक्ने जस्तै हतियार देख्नु भएको? तपाईले प्रत्यक्ष लाइभ देख्नु भएको? दर्शकबिन्दु उहाँले प्रत्यक्ष लाइभ देख्नु भएको भन्नुभएको छ। उहाँ तपाईले चाहिँ अहिले यो जीप भ्यानमा बोरामा हाल्दै गरेको आर्मी ड्रेस र हतियारै देख्नुभयो? सुरुमा मैले यो देखेँ हटाएर। हजुर यहाँ तपाईको अहिले यहाँ गाडी मोटरको जस्तो तस्वरु यहाँबाट हेर्दाखेरि है। हजुर त्यसले गर्दाखेरि यहाँ हतियार ठुलो रमारमा हुनेर गाडी गरेको छ। यहाँ डोजा चल्न नै यहाँ रोकिएर यहाँ हतियार सहितको गरेको छ। यो जो छ इन्द्र चामलिङलाई तत्काल पक्राउ गरेर छानबिन गर्नु पर्यो। इन्द्र चामलिङलाई तत्काल पक्राउ गरेर छानबिन गर्नु पर्यो। फेरि यहाँ त ढुङ्गेधारा पनि भित्र सरकारी ढुङ्गेधारा छ भन्दैछन्। कब्जा गरेर बसेको रे पानी यहाँका स्थानीय वासीलाई खान पनि नदिएको भन्दैछन्। दर्शकले हेर्न सक्नुहुन्छ यो पुलिस भरि भरेर लिएर गयो भनेर ट्रकभरि भरेर हतियार लिएर गयो। हतियार सहित आर्मीको ड्रेस सहित ट्रकभरि हतियार जो थियो त्यो लग्यो। भनेपछि तयारी के भएको जस्तो लाग्छ तपाईँलाई? तयारी अब तपाईँलाई यहाँ अनुसन्धान गर्नु पर्यो। पुलिस प्रहरी प्रशासनले हजुर अनुसन्धान तथ्यगत निकाल्नु पर्यो। हजुर देशव्यापी नेपालीहरूलाई चाहिँ यसको सत्य तथ्य कुरा बाहिर ल्याउनु पर्यो। चाहिँ के हो कसो हामीलाई थाहा छैन, तर उसको घरमा देखियो, रियालिटी देखियो, आँखाले प्रत्यक्ष देख्नु। उहाँले नै प्रत्यक्ष अगाडि हतियारै देखेको र पुलिस प्रशासनले बोक्ने नै हतियार देख्नु भएको कन्फर्म हो। बुढा आफै भित्र पहिला एउटा कागज लिएर आए लाल बजारको, अनि त्यो तारहरू तल थियो। अनि यो ट्राफिक सरहरूलाई बोलाएर भाइ यो तारमाथि उचाउ त भनेर भन्यो। अनि ट्राफिक गरेर तार उचालिदियो। अनि बुढोले टोयोटाको ल्यान्ड क्रुजर गाडी लिएर बाहिर निस्क्यो। अनि ट्राफिक र पुलिस भित्र गएर 4 जना गएर चाहिँ त्यो बोराहरू पल्टाएर हेर्दाखेरि हतियार देख्ने बित्तिकै हामीले त्यहाँबाट लखटिहाल्यो। हतियार देखिसकेपछि तपाईँलाई त्यहाँबाट लखट्यो, प्रहरीले लखट्यो। म्हणजे सबैले थाहा नपाओस् भनेर। तर यहाँलाई जानकारी गराउँछु, मैले यस विषयमा सोधखोज गर्दाखेरि प्रहरीले चाहिँ यो फिल्म सुटिङ गर्ने खेलौना हो सर भन्यो, खुलेर भन्न चाहेनन्। तर जुन लेभलले गाडी ब्याक गरेर लुकाएर यो सामान लिएर गएका छन् र प्रहरीहरू अहिले पनि एउटा अनुसन्धानकै क्रममा छन्। यसले चाहिँ शङ्का चाहिँ उत्पन्न गरेको छ। इन्द्र चामलिङ राईलाई चाहिँ प्रहरीले घेरा नै हालेको छ र सोधखोज गरिरहेको छ। दर्शकबिन हेर्न सक्नुहुन्छ, घेरा नै हालेको छ र उनलाई सोधखोज गरिरहेको छ। हतकडी छैन। यी टोपी लाउने उहाँ चाहिँ को हुनुहुन्छ नि? उहाँकै कोही आफन्त अथवा कोही दाजुभाइ हुनुहुन्छ। हजुर एमाले नेता हेमराज घिसिङ। ओहो, यो टोपी लाउने एमाले नेता हेमराज घिसिङ हुनुहुँदो रहेछ। जहाँ यो लेभलको अपराध हुन्छ त्यहाँ एमाले त कुनै न कुनै रूपले इन्भल्भ भएको जस्तो देखियो साथीहरू। यहाँ यो हेर्न सक्नुहुन्छ। हजुर सिन्धुली जिल्लाको पहिलाको उपसभापति। अनि यो घर बनाएको उहाँकै हो? उहाँ 2 जना मिलेर ल यो इन्द्र चामलिङ राईजी र एमाले नेता मिलेर बनाएको घर चाहिँ यही छेउमा रहेछ साथीहरू। यहाँ धेरै कुराहरू पोल खोल्दैछ, साथमा रहनु होला। हामी पलपलको अपडेट तपाईँलाई गराउँछु। वीरगोर्खाली अनलाइन टिभी हेरेर आफ्नो प्रतिक्रिया दिनु होला र यो लेभलको सनसनीपूर्ण समाचार जुन बनाइएको छ आफ्नो भनाइ राखिदिनु होला, कमेन्ट गरिदिनु होला र यो 3 करोड नेपाली जनताका पुग्ने गरी तपाईँले यो कुरा सार्वजनिक गरिदिनु होला। हामी
हामी फेरि पनि अर्को भिडियो एक्सक्लुसिभ भिडियो लिएर वीर गोर्खाली अनलाइन युट्युबमा तपाईँहरूको माझ आउनेछौँ। मोबाइल चलाउने त नि मोबाइल डायरी समाधि राख्या मोबाइल समाधि राख्ने